परमेश्वरले तपाईँलाई राम्रो सल्लाह दिनुहुन्छ, बाइबलले तपाईँलाई राम्रो सल्लाह दिनुहुन्छ। त्यो हो नि त। अनि हाम्रो भरोसा हाम्रो विश्वास केमा त? तर दाउदलाई जब आज हामी हेर्छौँ भन्दाखेरि नि दाउदको भरोसा अनि दाउदको विश्वास चाहिँ परमेश्वर हुनुहुन्थ्यो। गोलियतले चाहिँ नि दाउदको हातमा चाहिँ लट्ठी मात्रै देख्यो। अनि मिठो कुरा चाहिँ के छ भन्दाखेरि नि गोलियतले चाहिँ नि दाउदको झोलाभित्र भएको 5वटा ढुङ्गा चाहिँ देखेको थिएन। भन्दाखेरि गोलियत चाहिँ ठुलो छैन। गोलियत चाहिँ तपाईँ मात्र ठुलो हुन्छ जब आज हामी लडेको अवस्थामा हुन्छौँ। प्रिय, एउटा मान्छे चाहिँ नि लडेर भुइँमा छ भने चाहिँ नि उभिएको मान्छेलाई चाहिँ ठुलो देख्छ अरे। अनि गोलियत चाहिँ किन ठुलो देख्छ भनेर भन्दाखेरि हाम्रो समस्या किन ठुलो देख्छ, हाम्रो बिमारीहरू किन ठुलो देख्छ, हाम्रो फाइनेन्सियल क्राइसिसहरू किन ठुलो देख्छ, हाम्रो नानीहरूको पढाइ लेखाइ कमजोरीहरू किन आज हामीलाई ठुलो लाग्छ, किन थाहा छ? किन भन्दाखेरि तपाईँ अनि म लडिरहेको अवस्थामा छौँ नि त। यदि तपाईँ अनि म चाहिँ लडिरहेको अवस्थामा जब आज हामी उभिएको गोलियतलाई हेर्छ भने त्यसलाई ठुलो देख्छ। तर यदि तपाईँ उठ्नुहोस् त, उठेर झुरुक्क उठेर तपाईँले गोलियतलाई हेर्नुहोस् त, त्यो गोलियतलाई नि तपाईँले ठुलो देख्नु हुँदैन। लडेको मान्छेले चाहिँ जहिले पनि उभिएको मान्छेलाई ठुलो देख्छ, तर उभिने मान्छेले चाहिँ आज तपाईँको अपोनेन्टलाई चाहिँ नि त्यत्रो ठुलो देख्दैन जत्रो ठुलो चाहिँ त्यो छ। त्यसै कारणले गर्दाखेरि नि दुष्ट चाहिँ नि त्यत्रो ठुलो छैन जत्रो त्यसले देखाउन चाहन्छ। आज यो कहानीमा चाहिँ दाउदको विजय भएको छ। अनि दाउदले चाहिँ हामी हेर्छौँ भने दाउदले चाहिँ आज गोलियतको टाउको काटेर अनि उसले त्यो टाउको चाहिँ आफ्नो छाउनीमा लिएर आयो भन्ने कुराहरू आज हामी त्यहाँनिर हेर्न सक्छौँ। अनि 1 सामुएल 17को 39देखि 41सम्म हेर्दाखेरि अनि जब हामी त्यहाँनिर पढ्छौँ भने दाउदले चाहिँ गोलियतको आज उसकै गोलियतकै तरवारले चाहिँ टाउको काटेको छ। अनि त्यत्रो ठुलो 7 फुट भन्दाखेरि पनि आज अग्लो गोलियत जो चाहिँ पलिस्तीहरूको चाहिँ च्याम्पियन भनेर भनेको छ, इङ्ग्लिस बाइबलमा चाहिँ च्याम्पियन भनेर भनेको छ भने यहाँनिर नेपाली बाइबलमा चाहिँ लडाकु भनेर भनेको छ। अब कसलाई चाहिँ लडाकु भनेर भन्छ भन्दाखेरि चाहिँ जो चाहिँ लड्नमा एक्सपर्ट छ। च्याम्पियन चाहिँ के हो? च्याम्पियन भनेको के हो? माइक टाइसनलाई पनि एकपल्ट चाहिँ नि द च्याम्पियन अफ द वर्ल्ड भनेर भन्थ्यो। किन चाहिँ उसलाई आज च्याम्पियन अफ द वर्ल्ड भन्थ्यो? किन भन्दाखेरि ऊ लड्नमा चाहिँ कस्तो थियो, लाइक अपरै डरलाग्दो अब च्याम्पियन थियो, अनि उसलाई च्याम्पियन भनेर भन्थ्यो। अनि गोलियतलाई पनि आज यहाँनिर च्याम्पियन भनेर भनेको छ। सामुएलले आज के गरेको छ, यहाँनिर पलिस्तीहरूले चाहिँ उसलाई च्याम्पियन भनेर लडाकु भनेर भनेको छ। सो भन्नुको मतलब चाहिँ गोलियत चाहिँ लड्नुमा कस्तो थिएछ त? भयङ्कर सिपालु थिएछ। सो भन्नुको मतलब चाहिँ गोलियत चाहिँ कस्तो थियो भनेर भन्दै गर्दाखेरि चाहिँ उसलाई चाहिँ लडाइँको विषयमा नसिकाए पनि हुन्छ, किनभने उसकोलाई चाहिँ लाइक फुल अफ एक्सपिरियन्स सायद हुनसक्छ कैयौँ वर्षको एक्सपिरियन्स थियो होला गोलियतलाई। अनि त्यसै कारणले गर्दाखेरि त्यसै उसलाई च्याम्पियन भनेको होइन। अनि तर आज हामी के पाउँछौँ भनेर भन्दै गर्दाखेरि चाहिँ 1 सामुएल 17 अध्यायको 49 अनि 50मा चाहिँ अनि 51मा चाहिँ त्यहाँनिर चाहिँ दाउदले चाहिँ के गरेको छ भनेर भन्दाखेरि नि आज के अरे गोलियतको टाउको चाहिँ काटेको छ उसकै तरवारले। र आज म चाहिँ तपाईँहरूसँग विशेष गरी किन चाहिँ गोलियतलाई चाहिँ दाउदले लडाउन सक्यो। दाउदले चाहिँ एउटा फुच्चे मान्छे, दाउद एउटा फुच्चे मान्छे होइन, दाउद एउटा सानो कलिलो केटा, भर्खर टिनेजको केटा है। आज कसैले उसलाई नपताउँदो, ऊ त खालि एउटा के थियो, सेपर्ड थियो, एउटा भेडाहरू हेर्ने एउटा गोठालो मात्रै। त्यसले चाहिँ आज त्यो जस्तो सानो फुच्चेले चाहिँ किन चाहिँ गोलियतलाई लडाउन सक्यो भन्ने सन्दर्भमा आज म तपाईँहरूसँग केही कुराहरू आज मैले पाएको आशिषहरू तपाईँसँग आज म बाँड्न लागिरहेको छु। अहिले भर्खरै हामीले पढ्यौँ दाउदलाई आज उसको बाबु यसीले के पठाउँछ भनेर भन्दै गर्दाखेरि चाहिँ जाऊ तिमी अब के गर, आफ्नो भाइहरूकोमा तिमी जाऊ। अनि हामीले पढेको खण्डमा चाहिँ अनि दाउद चाहिँ बिहानै उठ्छ। अहिले भर्खर हामीले पढेको खण्डमा चाहिँ दाउद बिहानै उठ्छ अनि बिहानै उठेर चाहिँ आज उसले त्यो सरसामानहरू लगेर जान्छ। अनि जब आज हामी 17 जब आज हामी हेर्छौँ भनेर भन्दै गर्दाखेरि चाहिँ दाउदलाई चाहिँ उसको बाबुले चाहिँ एउटा काम मराएको हुन्छ। अनि त्यो काम चाहिँ के थियो भनेर भन्दै गर्दाखेरि चाहिँ 1 इफान के अरे भुटेको अन्न लानु, अनि 10वटा रोटी लानु तिमीले, अनि केही मात्रामा तिमीले पनिर अथवा चिज पनि लानु। अनि त्यहाँनिर गएर तिम्रो दाजुहरूले के गर्दैछ, त्यहाँनिर हेरविचार गर्नु, अन्त हेरविचार गरेर चाहिँ तिमीले खबर पनि ल्याउनु भनेर चाहिँ पठाएको है। हेर यहाँ कतिवटा टास्क छ भनेर भन्दै गर्दाखेरि चाहिँ नि मैले यहाँनिर लेखिरहेको थिएँ। 17मा चाहिँ यहाँनिर 2वटा कुरा गरेको छ। 17 चाहिँ तिमीले चाहिँ भुटेको अन्न लानु,
अनि त्यो भुटेको अन्न लानु अनि 10वटा रोटी लानु। अनि भुटेको अन्नको आज 1 इफानको मैले हिसाब गर्दै गर्दाखेरि चाहिँ सायद 14 देखि 15 केजी हुँदो रहेछ। अनि 10वटा रोटी लानु भनेर 17 को 17 मा आज हामी हेर्छौँ भने 17 को 18 मा चाहिँ यहाँनिर चाहिँ अनि 10वटा चिज लानु भनेर भनेको छ। पनिर लानु, सायद हुनसक्छ एउटा पनिर आधा किलो भन्दाखेरि अलिकति ज्यादा हुनुपर्छ, या त त्यो सानो पनि हुनसक्छ ठुलो पनि हुनसक्छ, बाइबल त्यो व्याख्या गर्दैन। एनिवेज त्यो चिज लानु अनि गएर आफ्नो दाजुहरूलाई हेर्नु, गएर आफ्नो दाजुहरूलाई गएर तिमीहरूले त्यहाँनिर हेर के गर्दैछ, दाजुहरूको निम्ति त्यो लैजाऊ। अनि छाउनीमा तिम्रो दाजुहरू कहाँ दगुर भनेर चाहिँ यहाँनिर टिबिएस बाइबलले भन्छ, दाजुहरूकोमा जानु अनि त्यहाँबाट चाहिँ तिमीले के गर, राम्रो न्युज लिएर आऊ, खबर के हुँदो रहेछ त्यो बुझेर है। आज त्यो के गरे, त्यो तिनीहरूको के अरे खबरहरू लिएर आउनु भनेर चाहिँ पठाएको हुन्छ। अनि खासमा चाहिँ अनि यो मान्छे चाहिँ त्यो कुरा अब पुऱ्याउनु गएको डेलिभरी बोय है, डेलिभरी बोय जस्तै उसले के गर्छ। अनि त्यसको भोलिपल्ट चाहिँ ऊ बिहानै उठ्छ, अनि बिहानै उठेपछि अनि ऊ तर्खर हुन्छ अनि त्यो कुराहरू लिएर आज हामी यहाँनिर पाउँछौँ है। तर जब आज यो घटना घट्दैछ, यो घटनाको अगाडि चाहिँ के भएको थियो भन्ने कुरालाई आज हामीले हेर्नु जरुरी छ। यो घटना भन्दाखेरि अगाडि चाहिँ दाउद चाहिँ आज हामी पहिलो सामुएल 16 अध्यायमा पढ्दै गर्दाखेरि दाउद चाहिँ राजाको लागि अभिषेक भएको छ, राजाको लागि अभिषेक भएछ। परमेश्वरले सामुएललाई भन्छ अब होइन, साउललाई चाहिँ मैले राजा बनाएको म एकदमै के भएको छु, मलाई रिग्रेट भएको छु। अब केही न केही गरेर चाहिँ अब मेरो नजरमा चाहिँ एकजना छ जसलाई चाहिँ अब तैँले खोज्नु जानुपर्छ, जा जेसीकोमा जा अनि जेसीको छोराहरूलाई तैँले हेर भनेर पठाएको हुन्छ। अनि त्यति बेला चाहिँ त्यो हामी सबै त्यो कहानीहरू म भन्दिनँ। अनि त्यहाँनिर गइसकेपछि चाहिँ दाउद चाहिँ त्यहाँनिर के भएको छ, एनोइन्टेड भएको छ, दाउद चाहिँ त्यहाँनिर अभिषेक भएको छ। अनि दाउद चाहिँ एउटा यस्तो कुराको लागि अभिषेक भएको छ, वास्तवमा हुनसक्छ सायद दाउदलाई पनि थाहा थिएन होला के कुराको लागि म अभिषेक भएँ भन्ने कुरा। दाउद त भेडा चढाउँदै गरेको हुन्छ अनि अचानक बोलाइ पठाउँछ, ए दाउद आज तँलाई बोलाउँदैछ घरमा। दाउदले किन हो यहाँ भेडाहरू चढाउँदैछु, होइन आइज न त्यहाँदेखि बोलाउँदैछ भनेर भन्यो होला होइन। अनि जब अनि ऊ जान्छ अनि त्यति बेला चाहिँ गएर चाहिँ अनि सामुएल त झुरुक्कै उठ्यो भनेर भनेको छ, झुरुक्कै उठ्यो। त्यो 16 को खण्डमा तपाईँहरूले पढ्नुभयो भने त्यहाँनिर त्यसैले सामुएल झुरुक्क उठ्यो अनि परमेश्वर सामुएललाई भन्छ यसलाई अभिषेक गर। अनि सामुएलले गएर आज के गर्छ, दाउदलाई त्यहाँनिर अभिषेक गरेको पाउँछौँ। अनि यो इन्सिडेन्ट अब सामुएल के अरे पहिलो सामुएल 16 अध्यायमा चाहिँ ऊ अभिषेक हुन्छ। अब यो इन्सिडेन्ट अहिले भर्खर पढेको अब हाम्रो खण्ड या त दाउद र गोलियतको लडाइँ चाहिँ पहिलो सामुएल 17 अध्यायमा भएको घटना हो। अब यहाँनिर चाहिँ हामी के देख्छौँ भनेर भन्दै गर्दाखेरि चाहिँ जब आज येसीले अथवा उसको बाबुले उसलाई यो कुराहरू के गर्छ, आज यहाँनिर उसलाई पुऱ्याऊ भनेर भन्छ। अनि त्यति बेला चाहिँ उसले यो कुराहरू गरेको हामी यहाँनिर पाउँदछौँ है। अनि त्यो पहिलो सामुएल 16 अध्यायमा नै हामी 14 देखि 23 सम्म पढ्यो भने त्यहाँनिर के देख्छौँ भनेर भन्दै गर्दाखेरि नि आज हामी पहिलो सामुएल 16 अध्यायको 14 देखि 23 सम्म यसरी यहाँनिर पढौँ न ल। हेर है, म यहाँनिर यसै पढ्दैछु। 16 अध्यायमा चाहिँ के भएको छ, तर परमप्रभुको आत्मा साउल कहाँबाट हटिनुभयो र परमप्रभुको तर्फबाट एउटा दुष्ट आत्माले तिनलाई सताउन थाल्यो। अनि साउलको सेवकहरूले तिनलाई भने अब हेर्नुहोस् परमेश्वरबाट एउटा दुष्ट आत्माले तपाईँलाई सताउँदैछ। अब हाम्रा प्रभुले आफ्नो सामु भएका आफ्ना सेवकहरूलाई आज्ञा गरून् र तिनीहरूले एकजना मानिसलाई खोजुन् जो बिना बजाउनमा निपुण छ। अनि यस्तो हुनेछ जब परमप्रभुबाट दुष्ट आत्मा तपाईँमाथि आउला तब उसले आफ्नो हातले बजाओस् र तपाईँ ठिक हुनेछ। अनि साउलले आफ्नो सेवकहरूलाई भने मेरो निम्ति एकजना राम्ररी बजाउन सक्ने मानिसलाई प्रबन्ध गर त र उसलाई म कहाँ ल्याऊ। तब सेवकहरू मध्ये एकजनाले जवाब दिएर भन्यो, हेर्नुहोस् मैले बेथलेहेमकी यसैको एक छोरालाई देखेको छु, येसीको छोरालाई मैले देखेको छु जो बजाउनमा निपुण छ, जो सुरवीर र योद्धा छन्, जो काम कुराहरूमा समझदार र रूपवान मानिस छन् अनि परमप्रभु उनको साथमा हुनुहुन्छ। तब साउलले दूतलाई येसीको कहाँ पठाएर भने तिम्रो छोरा दाउदलाई म कहाँ पठाइदेऊ जो भेडा बाख्राहरूसँग छ। अनि येसीले रोटीहरू र एक मचक दाखमत, एउटा बाख्राको पाठो लादिएको एउटा गधा लिए र आफ्नो छोरा दाउदको हातद्वारा ती थोकहरू साउललाई पठाइदिए। अनि दाउद साउल कहाँ आए र तिनको सामु खडा भए अनि तिनले उनलाई खुबै प्रेम गरे
अनि उनी तिनको हतियार बोक्ने बने। तब साउलले यसीका यस्तो खबर पठाए, म तिमीलाई बिन्ती गर्दछु, दाउद मेरो सामु उभियोस्, किनकि ऊ मेरो दृष्टिमा ग्रहणयोग्य भएको छ। अनि यस्तो हुन थाल्यो, जब परमेश्वरबाटको दुष्ट आत्मा साउलमाथि आउँदथ्यो, तब दाउदले वीणा लिन्थे र आफ्नो हातले बजाउँथे र साउल ताजा हुन्थे र दुष्ट आत्मा तिनीबाट हटेर जान्थे। हेर्नुहोस् है, अब यहाँनिर के भएको छ भनेर भन्दै गर्दाखेरि, जब आज हामी यो कुरा पढ्छौँ भनेर भन्दै गर्दाखेरि चाहिँ अघि यहाँनिर अलिकति माथिपट्टि हामी के देख्छौँ भनेर भन्दै गर्दाखेरि चाहिँ अब कान्छा छोरालाई चाहिँ आज जब सामुएलले अभिषेक गर्छ अनि त्यति बेला चाहिँ अनि सामुएल आफ्नो ठाउँतिर जान्छ। त्यसको बादमा चाहिँ आज साउलकोमा चाहिँ के भएको छ, आज दुष्ट आत्मा अथवा एउटा एक किसिमको आत्मा जसले चाहिँ साउललाई सताउने गर्छ। अनि अघि हामी देख्छौँ आज साउल चाहिँ अभिषेक भएको छ राजाको लागि, तर ऊ यहाँनिर अपोइन्ट हुँदैछ के गर्नुको लागि, हतियार बोक्ने भनेर भनेको छ। यहाँ जब आज हामी यहाँनिर पढ्छौँ भनेर भन्दै गर्दाखेरि तिम्रो दाउद यहाँनिर चाहिँ यस्तो भनेर भन्छ, तब सेवकहरू मध्ये एकजनाले जवाब दियो भने, हेर्नुहोस् यी बेथलेहेमकी इसैको छोरा देखेको छु र बजाउनमा निपुण छन्, जो शूरवीर र योद्धा छन्, जो काम कुरामा समझदार र रूपवान मानिस हुन्, अनि परमप्रभु उनको साथमा हुन्छ। तब साउलले दूतहरू इसै कहाँ पठाएर भने, तिम्रो छोरा दाउदलाई म कहाँ पठाइदेऊ, जो भेडा बाख्रासँग छ। अनि इसैले रोटी र एक मशक सबै कुराहरू लिएर आफ्नो पठाए र आफ्नो छोरा दाउदको हातद्वारा ती थोकहरू साउललाई पठाइदिए। अनि दाउद साउल कहाँ आए र तिनको सामु खडा भए, अनि तिनले उनलाई खुबै प्रेम गरे, अनि उनी चाहिँ तिनको हतियार बोक्ने बने भनेर भनेको छ। के बनेछ अरे? हतियार बोक्ने बने। अब जब आज हामी हाम्रो सांसारिक आँखाले हेर्छौँ, जब आज हामी एउटा ह्युमन आईले हेर्छौँ भनेर भन्दै गर्दाखेरि चाहिँ यो मान्छे चाहिँ अघि राजाको लागि अभिषेक भएको मान्छे, अब चाहिँ यो मान्छे केमा भयो? हतियार बोक्ने पो भयो। यो मान्छे पोइन्ट चाहिँ के हुँदैछ? यो मान्छे चाहिँ अभिषेक चाहिँ एनोइन्टेड चाहिँ अब राजाको लागि हुँदैछ, तर अपोइन्ट चाहिँ उसको अपोइन्टमेन्ट चाहिँ के हुँदैछ? एउटा हतियार बोक्नेमा हुँदैछ। र पनि आज यसले उसलाई जे भन्छ, उसको बाबुले उसलाई जे भन्छ, जा राजाले तँलाई बोलाएछ, तँ हतियार बोक्ने हुने रहेछस्, तँ अब जा भनेर पठाउँदै गर्दाखेरि अनि दाउद त्यहाँनिर सोझै त्यहाँनिर गएको आज हामी त्यहाँनिर पाउँदछौँ। सायद दाउदले सोचेन होला, ओ म त अन्त कसरी हतियार बोक्ने भयो, म त अर्कै कुराको लागि अनोइन्ट भएको थिएँ त, परमेश्वरले त मलाई अर्कै कुराको लागि, सामुएल अगमवक्ताले त मलाई अर्कै कुराको लागि अभिषेक गरेको थियो, आज यो साउल राजाले त मलाई अर्कै कुरा गर्दैछ भनेर दाउदले भनेन होइन। के हुन्छ यदि आज मलाई चाहिँ एउटा राम्रो कामको लागि सपोजली एउटा मान्छेलाई चाहिँ उसलाई अपोइन्टमेन्ट लेटर दिए अरे, तपाईँ चाहिँ भोलिदेखि यो अफिसको म्यानेजर भनेर अपोइन्टमेन्ट लेटर दिए अरे, ऊ मजाले गदगद भइरहेको छ, तर भोलि टक्कै अफिस टाइसुट लगाएर अफिस जाँदै गर्दाखेरि चाहिँ ए तपाईँको काम चाहिँ यहाँ होइन कि तपाईँको चाहिँ यो टोइलेट सफा गर्नुपर्ने रहेछ आजदेखि भनेर भन्दा कस्तो हुन्छ? त्यो मान्छे के कस्तो हुन्छ? के कुरा गरेको, मेरो अपोइन्टमेन्ट हेर त यहाँ अपोइन्टमेन्टमा के लेखेको छ, यहाँ हेर मेरो के भएको छ, यहाँ म त यहाँनिर म्यानेजरको पोस्टमा अपोइन्ट भएको छु। तर दाउदले त्यो भनेन, दाउदले भनेन, दाउद मलाई अर्कै कुराको लागि अपोइन्ट गरेको, कहाँ तपाईँले मलाई हतियार बोक्ने बनाएको, कहाँ बिना बजाएर म कहाँ तपाईँको लागि बिना बजाउँछु भनेन। ऊ खुरुखुरु गयो, अनि ऊ खुरुखुरु गएर आज त्यो कुराहरू गरेको आज हामी पाउँदछौँ। किन चाहिँ आज दाउदले यो कुराहरू गर्न सके भन्ने कुरा गर्दै गर्दाखेरि चाहिँ मैले दाउदको जीवनमा चाहिँ एक दुईवटा यस्तो खालके क्यारेक्टरहरूलाई भेटाएँ, जुन चाहिँ कुरो चाहिँ आज तपाईँ अनि म एज अ विश्वासीमा हुनुपर्ने क्यारेक्टर। किन आज दाउदले, आज मेरो टपिक चाहिँ के छ भनेर भन्दाखेरि किन चाहिँ दाउदले चाहिँ गोलियत जस्तो जाइन्टलाई चाहिँ लडाउन सक्यो, किन दाउदले चाहिँ गोलियत जस्तो राक्षसलाई चाहिँ के गर्न सक्यो, मार्न सक्यो, त्यसको टाउकोलाई छिनाउन सक्यो भनेर भन्दै गर्दाखेरि चाहिँ आज दाउदकोमा एक दुईवटा क्यारेक्टर थियो। त्यसै बिचमा दाउदले गर्न सकेको होइन, त्यसै बिचमा दाउदले आज गोलियतलाई च्यालेन्ज गरेन, त्यसै बिचमा चाहिँ दाउदले चाहिँ आज गोलियतको आफ्नै तराल निकालेर उसको टाउको काटेन, त्यसै बिचमा ऊ लड्नको लागि अगाडि बढेको छैन प्रिय हो। त्यसको पछाडि नि एउटा यस्तो खालके कारणहरू छ, जुन चाहिँ कारणहरू चाहिँ आज म तपाईँहरूसँग रिभिल गर्न लागिरहेको छु। सबैभन्दाखेरि पहिला जब मैले दाउदको क्यारेक्टरलाई हेरेँ, आज यो सबै कुराहरू पढ्दै गर्दाखेरि चाहिँ दाउदकोमा चाहिँ सबैभन्दाखेरि पहिला मैले देखेको चाहिँ ऊ चाहिँ साह्रै हम्बल थियो,
ऊ चाहिँ साह्रै के थियो, हम्बल मान्छे थियो। ऊ चाहिँ साह्रै के थियो, अघि हामीले पढ्यौँ, ऊ त कस्तो थियो, ऊ त लडाकु थियो होइन, ऊ त लडाकु थियो, एकदम लडाकु, सुरवीर, ऊ त सुरवीर र योद्धा होइन। अनि सबै कुराहरूमा समझदार र रूपवानमा मानिस, रूपवान पनि, ह्यान्डसममा ह्यान्डसम, बजाउनुमा पनि निपुण, उसकोमा ट्यालेन्टको केही पनि कमी थिएन। तर यो सबै हुँदा पनि उसकोमा एउटा स्पेसल क्यारेक्टर चाहिँ के थियो भन्दाखेरि हम्बलनेस, नम्रता भन्ने कुरा आज दाउदको जीवनमा आज हामी देख्छौँ, जुन चाहिँ आज विश्वासीमा हुनुपर्ने एउटा गुण आज हामी त्यहाँनिर देख्छौँ। अनि उसको नम्रताले चाहिँ उसलाई के गर्छ भनेर भन्दै गर्दाखेरि चाहिँ उसको नम्रताले चाहिँ उसलाई यस्तो ठाउँमा लिएर आउँछ, अनि त्यो ठाउँ चाहिँ हो सबमिसन। अनि त्यो सबमिसनलाई चाहिँ आज हामी नेपालीमा के भन्छौँ, समर्पण। जो मान्छे चाहिँ हम्बल छ नि, जो मान्छे चाहिँ हम्बल छ ऊ चाहिँ समर्पित जीवन बिताउन सक्छ। यदि आज म हम्बल छुइनँ भने म कहिले पनि म समर्पित जीवन बिताउन सक्दिनँ। अनि मैले देख्दै गरेको क्यारेक्टर्सहरूमा ऊ हम्बल त थियो, तर सबैभन्दाखेरि पहिला उसले चाहिँ आज समर्पित जीवन, उसले सबमिसन, हि वाज सबमिटेड अन्डर हिज फादर। उसको बाउको अगाडि ऊ सबमिसनमा बस्थ्यो, उसको के अरे दाजुहरूको अगाडि उसको सबमिसनमा बस्यो। अनि ऊ किन चाहिँ ऊ आफ्नो बाउको सबमिसनमा बस्न सक्यो, किन उसको दाजुको सबमिसनमा बस्न सक्यो भनेर भन्दै गर्दाखेरि, किन भन्दाखेरि सबै भन्दाखेरि पहिला चाहिँ आज यो मान्छे चाहिँ परमेश्वरको सबमिसनमा बस्न सक्ने मान्छे थियो। यदि आज हामी परमेश्वरको सबमिसनमा बस्छौँ नि, परमेश्वरको अधीनतामा जब आज हामी बस्छौँ नि, हामी त्यसै गरेर आज हाम्रो पास्टर्सहरूको अगाडि, हाम्रो एल्डर्सहरूको अगाडि, अथवा हाम्रो ठुला बडाहरूको मानिसहरूको अगाडि हामी सबमिट हुन सक्छौँ। तर विश्वासीमा आजको दिनमा धेरै यस्तो के अरे खालके मानिसहरू छन् जो चाहिँ सबमिसनमा बस्न मान्दैन। किन पास्टरको सबमिसनमा बस्नु, पास्टरले भनेको कुराहरू किन मान्दैन, उसको एल्डरले भनेको कुराहरू उसले मान्दैन, उसको ठुला बडाले आज भनेको कुराहरू मान्दैन। अनि त्यो नमान्नु भनेको चाहिँ हम्बलनेस नहुनु हो, उसकोमा ह्युमिलिटी, नम्रता छैन भन्ने कुरालाई पनि दर्शाउँछ। त्यसै कारणले गर्दाखेरि चाहिँ एउटा विश्वासीमा हुनुपर्ने सबैभन्दाखेरि पहिलो गुण चाहिँ के हो भन्दाखेरि नि, म समर्पित जीवन, म नम्रतामा समर्पित जीवन बिताउनु जरुरी छ। सबमिसन चाहिँ एउटा नम्बर 1 पोइन्ट पनि म भन्न सक्छु, जसबाट चाहिँ आज हामी परमेश्वरलाई आज हामी आकर्षित गर्न सक्छौँ है। त्यसै कारणले गर्दाखेरि एउटा बिलिभरको लाइफमा चाहिँ यदि आज म समर्पित जीवन म बिताउँछु भने आज त्यो कुराहरू गर्न सक्दिनँ, के अरे म समर्पित जीवन मैले बिताउन सक्दिनँ भने म परमेश्वरलाई खुसी पार्न सक्दिनँ। यसाया 14 के भयो हामीलाई थाहा छ नि होइन, लुसिफर चाहिँ परमेश्वरको सबमिसनमा बस्न सक्दैन थियो, उसले चाहिँ बस्न चाहेन। परमेश्वरको सबमिसनमा ऊ नबस्न चाहेको कारणले गर्दाखेरि चाहिँ उसकोमा घमण्ड आयो भनेर भनेको छ, प्राइड आयो। जब आज हामी परमेश्वरको सबमिसनमा बस्न सक्दैनौँ भने हाम्रोमा प्राइड आउन सक्छ। जब आज हामी परमेश्वरको सबमिसनमा बस्न सक्दैनौँ भने हामी एल्डर्स, पास्टर्स या त हाम्रो ठुला बडाहरूको सबमिसनमा हामी बस्न सक्दैनौँ है। अनि त्यो कारणले गर्दाखेरि चाहिँ के हुन्छ भनेर भन्दै गर्दाखेरि नि हामी चाहिँ हाम्रोमा घमण्ड आउन सक्छ। अनि त्यो घमण्डले चाहिँ आज हाम्रो नम्रतालाई खाइदिन्छ, ओभरटेक गरिदिन्छ, अनि हामी अर्कै मान्छे बन्न पुग्छौँ। तर जब हामी डेभिडलाई हेर्छौँ, दाउदलाई हेर्छौँ भनेर भन्दै गर्दाखेरि चाहिँ नि उसको चाहिँ सबैभन्दाखेरि ठुलो एउटा गुण चाहिँ के थियो भन्दाखेरि हि वाज सबमिटेड टु गड। अनि त्यसै कारणले गर्दाखेरि आज उसले त्यो ब्याटललाई जित्न सकेको छ। न त भने दाउदले आज डिनाइ गर्न सक्थ्यो नि त। दाउदले के भन्न सक्थ्यो भनेर भन्दै गर्दाखेरि उसको बाबुलाई, अब तपाईँले कस्तो कुरा गर्नुभएको, मैले त गभर्मेन्ट जब पाइसकेँ होइन, मलाई त राजाले, अब म त राजा हुनुको लागि एनोइन्ट भइसकेँ, मैले त अपोइन्टमेन्ट लेटर पाइसकेँ, के भएको, अब म खाजै पुऱ्याइरहनु, तपाईँले चाहिँ मलाई केही पनि गर्न सक्दैन। सायद हुनसक्छ हाम्रो छोराले भोलिको दिनमा त्यसो भन्ला, अब म त गभर्मेन्ट जब पाइसकेँ, अब म चाहिँ के खाजा पुऱ्याउनै जानु, म त गभर्मेन्ट जब भएर अब ठुलो अफिसर भइसकेँ, के म चर्चै बढाल्नु, अब म बेन्ची नै सफा गरिबस्नु, अब म चाहिँ के अरे गिटारको स्ट्रिङ मिलाइदिनु, गिटारको चुडानी, मेरो चाहिँ त्यति मात्रै काम, मेरो त ठुलो औदा पो छ त भनेर सायद मान्छेहरूले भन्छ होला। तर दाउदले यो कुरा भनेन। दाउदले भन्यो ओके यस आई विल डु इट। अनि किन चाहिँ आज हामी यो भन्न सक्छौँ भनेर भन्दै गर्दाखेरि जब आज हामी 17:20 पढ्छौँ, 17:20 पढ्दै गर्दाखेरि के देख्यो भनेर भन्दाखेरि चाहिँ नि दाउद चाहिँ नि बिहानै सबेरै उठ्यो भनेर भनेको छ। हि वाज सो एक्साइटेड टु फलो हिज फादर्स एडभाइस। त्यसले चाहिँ के देखाउँछ भन्दाखेरि सबमिसनलाई देखाउँछ। ऊ चाहिँ यति डरलाग्दो के भयो अरे आज एक्साइटेड भयो, बिहानै उठेर चाहिँ नि आज मलाई बाबाले भनेको कुरा मैले गर्नुपर्छ भनेर आज त्यो। किन भन्दाखेरि यो मान्छेले आज परमेश्वरमा एउटा सबमिटेड लाइफ, एउटा समर्पित जीवन
अनि त्यति मात्र होइन, सायद दाउदले आज परमेश्वरको वचनमा पनि एउटा समर्पण जीवन बिताउँथ्यो होला, प्रार्थनामा पनि ऊ समर्पित थियो होला, उसको परमेश्वरको व्यवस्थामा पनि ऊ समर्पित भएको मान्छे थियो होला। त्यसै कारणले गर्दाखेरि आज उसले आज बाबुको कुरालाई यहाँनिर गरेको मैले देख्न पाएँ। दोस्रो क्यारेक्टर जब मैले आज दाउदलाई हेरेँ त्यति बेला यहाँनिर दाउदलाई के देखेँ भनेर भन्दै गर्दाखेरि ऊ बिहानै उठ्यो, बिचमा अघि हामीले पढ्यो उसको बाबुले भनेको कुरा उसले बिहानै उठेर गर्यो भन्ने कुरा गर्दै गर्दाखेरि चाहिँ दोस्रो इम्पोर्टेन्ट क्यारेक्टर चाहिँ दाउद वाज ओबिडियन्ट। ऊ चाहिँ आज्ञाकारी छोरा थियो, ऊ आज्ञाकारी मान्छे थियो। उसले किन चाहिँ आज त्यस्तो औदामा पाएर पनि त्यो औदा पाएर पनि उसले आफ्नो बाबुको कुरालाई उसले आज्ञा पालन गर्यो भनेर भन्दै गर्दाखेरि किन भन्दाखेरि सबैभन्दाखेरि पहिला चाहिँ फेरि पनि भन्छु ऊ परमेश्वरमा आज्ञाकारी थियो नि त। ऊ परमेश्वरमा आज्ञाकारी भएको कारणले गर्दाखेरि चाहिँ आज उसले आफ्नो बाबुको कुराहरूलाई पनि उसको दाजुको कुराहरूलाई पनि उसले मान्न सक्ने क्षमतामा आउँथ्यो। आज बिलिभरमा आज हाम्रो विश्वासीमा हुनुपर्ने एउटा वान अफ द की क्यारेक्टर चाहिँ के हो भनेर भन्दै गर्दाखेरि नि हामी आज्ञाकारी हुनु जरुरी छ। जब हामी आज्ञाकारी हुँदैनौँ त्यति बेला चाहिँ आज त्यो आज्ञाले चाहिँ आज धेरैवटा कुरा आज हाम्रो जीवनमा भङ्ग गर्न सक्छ। म भन्न चाहन्छु नानीहरूलाई आफ्नो आमा बाबाको के गर, आज्ञा पालन गर। एफिसी 6:1ले आज त्यसै आज एफिसीको मण्डलीलाई पावलले सिकाएको होइन, हे छोरा छोरी हो आमा बाउको आज्ञा पालन गर पावलले भनेको होइन। किन भन्दाखेरि आज जब हामी आमा बाउको आज्ञा पालन गर्छौँ भने हामी परमेश्वरलाई आज्ञा पालन गर्ने हामी क्षमतामा आउँदै गरेको हुन्छौँ। त्यसै कारणले गर्दाखेरि यहाँनिर दाउदको जीवनमा मैले यहाँनिर के देखेँ भनेर भन्दै गर्दाखेरि चाहिँ दाउद चाहिँ आज उसको जीवनमा चाहिँ एउटा ठुलो एउटा यस्तो खालको उसको क्यारेक्टर थियो अनि त्यो क्यारेक्टर चाहिँ थियो आज्ञा पालन। उसले आफ्नो परमेश्वरलाई आज्ञा पालन गरेको कारणले गर्दाखेरि उसलाई आफ्नो बाबुको यस्तो ठुलो औदा पाएर पनि उसको बाबुको कुरा आज्ञा पालन गर्नु उसलाई सजिलो भयो। आज किन धेरैजना मानिसहरूलाई चर्चको आज्ञा पालन चर्चको रुल्सहरू फलो गर्न साह्रो पर्छ, चर्चको टाइमिङ्सहरू फलो गर्न साह्रो पर्छ भन्नुहोस् त? किनभने भन्दै गर्दाखेरि परमेश्वरको आज्ञा पालनमा ऊ छैन नि त। परमेश्वरले भन्नुभएको ओबिडियन्स म नबसेको कारणले गर्दाखेरि चर्चको रुल्स चर्चको टाइमिङ चर्चको आज धेरैवटा कुरा पनि उसले के गर्न सक्दैन, फलो गर्न सक्दैन। त्यसै कारणले गर्दाखेरि एउटा विश्वासीमा चाहिँ आज्ञा पालन चाहिँ साह्रै नै इम्पोर्टेन्ट छ। परमेश्वरले अब्राहम 17 अध्यायमा के अरे उत्पत्ति 17 अध्यायमा जब इसाक जन्मियो है अनि त्यति बेला चाहिँ अनि अब्राहम चाहिँ 99 इयर्स पुगिसकेको छ भनेर भनेको छ है उत्पत्ति 17:1 अध्यायमा। अनि त्यति बेला परमेश्वरले के भन्नुभयो भन्दाखेरि चाहिँ अब्राहम वक बिफोर मी, म सँगसँगै हिँड अनि मेरो व्यवस्थालाई पालन गर भनेर भनेको छ। बी ओबिडियन्स भनेर भनेको छ। कसैले पढ्न सक्छ? पढौँ त है उत्पत्ति 17 अध्यायको 1लाई उत्पत्ति 17 अध्यायको 1लाई पढौँ त। यहाँनिर म पढ्छु ल। अनि जब अब्राहम 79 वर्षका भए तब परमप्रभु अब्राहम कहाँ देखा पर्नुभयो र उनलाई भन्नुभयो सर्वशक्तिमान परम परमेश्वर म नै हुँ, मेरो उपस्थितिमा हिँड र सिद्ध हुँ भनेर भनेको छ। सिद्ध हुँ, बी राइचियस भन्नु खोजेको चाहिँ परमेश्वरले के भन्नु, अनि म तेरो बिचमा म मेरो बाछा बाँध्नेछु अनि तँलाई अत्यन्तै बढाउने छु। किन चाहिँ आज परमेश्वरले अब्राहमलाई 81 आज यो कुरा भनिरहेको छ? तर जब आज हामी 16 अध्यायको अन्तिम लाइनलाई पढ्छौँ, हेर्नुहोस् त उत्पत्ति 16 अध्यायको अन्तिम खण्डलाई यहाँनिर पढ्दै गर्दाखेरि चाहिँ अनि हागारले अब्राहमको निम्ति इस्माइललाई जन्माउँदा अब्राहम 86 वर्ष पुगेको थियो अरे। 86 वर्ष पुगेको थियो अब्राहम, 86 वर्ष पुगेको थियो। अनि त्यहाँनिर त्यतिमै के अरे उत्पत्ति 16 अध्याय सकेको छ। तर उत्पत्ति 17 अध्यायमा चाहिँ अनि जब अब्राहम 79 वर्षका भए तब अब्राहम कहाँ परमेश्वर देखा पर्नुभयो भनेर भनेको छ। 86 एन्ड यता 99 त्यो भनेपछि अब्राहम र परमेश्वरको बिचमा चाहिँ नि 13 इयर्सको ग्याप छ। देयर इज नो कन्भर्सेसन बिट्विन गड एन्ड अब्राहम। परमेश्वर र अब्राहमको बिचमा चाहिँ त्यहाँ कुनै कन्भर्सेसन नै छैन। अनि एकैचोटि 13 वर्षको बादमा चाहिँ परमेश्वर अब्राहम कहाँ देखा पर्नुहुन्छ अनि अब्राहमलाई भन्नुहुन्छ म तेरो परमेश्वर हो, मेरो उपस्थितिमा हिँड अनि तँ सिद्ध हो। किन परमेश्वरले आज उसलाई सिद्ध हो भन्ने शब्द चलाउनु भयो? भन्नुको मतलब चाहिँ अब्राहम आज्ञाकारी भए, मैले जे भनेको त्यो तैँले मान्न, मैले तँलाई इस्माइल होइन म तँलाई इजाक दिन्छु मैले भनेको थिएँ, तर तैँले तेरो वाइफको कुरा सुनिस् र तैँले हागारद्वारा आफ्नो छोरा तैँले जन्माउने कोसिस गरिस्,
तेरो वंशलाई चाहिँ म तेरै छोराद्वारा म बढाउँछु भनेर मैले तँलाई के अरे उत्पत्ति 12 अध्यायमा मैले तँलाई प्रतिज्ञा गरेको थिएँ त, तर तैँले अटेरी गरिस्, तैँले त्यो डिसओबिडियन्ट भइस्, त्यो कुरामा तैँले त्यो कुरालाई पत्याइनस्, अनि तैँले त्यो डिसओबिडियन्ट भएको कारणले गर्दाखेरि आज परमेश्वर अब्राहम कहानी 13 वर्ष देखा पर्नु भएन। डिसओबिडियन्सले कोही कोही बेला नि सायद हाम्रोमा आउँदै गरेको ठुलो ठुलो आशिषहरूलाई रोकिदिन्छ प्रिय हो। डिसओबिडियन्सले हुनसक्छ हाम्रो परिवारमा हुँदै गरेको कोही कोही बेला हाम्रो त्यो प्रेमलाई के गरिदिन्छ, हाम्रो भत्काइदिन्छ। डिसओबिडियन्सको कारणले गर्दाखेरि हामी परमेश्वरसँगको सम्बन्धमा आज हामी के गरे हुन्छौँ, टाढिँदै गरेको पनि हुन्छौँ। यता फोकस गरे है, यता फोकस, नट द्याट। ओके, परमेश्वरदेखि सम्बन्धदेखि आज हामी टाढिँदै पनि गरेको हुन्छौँ। जसरी आज लुसिफर परमेश्वरको सम्बन्धदेखि टाढिएर संसारमा स्वर्गदेखि, स्वर्गको वैभवदेखि लुसिफर कस्तो थियो, यो वाज एकदमै ग्रान्डली परमेश्वरले क्रिएट गर्नुभएको थियो, बजाउनुमा गाउनुमा एकदमै राम्रो है, वर्सिप लिडर, परमेश्वरको बिहानको तारा भनेर भनेको छ। तर उसलाई संसारमा फालिदियो बिकज अफ द डिसओबिडियन्स। तर जब हामी दाउदलाई हेर्छौँ भनेर भन्दै गर्दाखेरि नि दाउद चाहिँ कोमा एउटा अर्को इम्पोर्टेन्ट क्यारेक्टर थियो, अनि त्यो चाहिँ थियो दाउद चाहिँ ओबिडियन्ट थियो। त्यसै कारणले गर्दाखेरि दाउदको त्यो ओबिडियन्ट भएको क्यारेक्टरले चाहिँ उसले के अरे गोलियतलाई लडाउन सक्ने क्षमतामा परमेश्वरले उसलाई ल्याउनु भएको थियो। तेस्रो क्यारेक्टर जब आज हामी दाउदलाई हेर्छौँ भनेर भन्दै गर्दाखेरि पहिलो सामेल 17 अध्यायको 26मा, पहिलो सामेल 17 अध्यायको 26मा त्यहाँनिर हामी देख्न सक्छौँ। के देख्छौँ, पढ त, कसैले पढिदिनुहोस् त। दाउदले छेउछाउका मानिसहरूसित फर्केर भने, यस फिलिस्तीहरूलाई मार्ने र इजरायलको अपमान हटाउने मानिसलाई के गरिदिने त? जीवित परमेश्वरको सेनालाई तुच्छ भन्ने त्यो खतना नभएको फिलिस्ती चाहिँ को हो र? आज यहाँनिर के भन्दैछ भनेर भन्दाखेरि दाउद चाहिँ नि दाउदले अरे के खालके तिमीहरू, हेर त यो गोलियत त हाम्रो परमेश्वरलाई लड्कारिरहेको छ होइन। उसले देख्यो, जब उसले गएर सुन्यो गोलियत चाहिँ कराउँदै, ए कोही छ मसँग लड्ने, म तिमीहरूलाई नाश गरिदिन्छु, ए इजरायलीहरू म तिमीहरूलाई खतम पारिदिन्छु भनेर भन्दै गर्दाखेरि चाहिँ दाउदलाई साह्रै रिस उठेको छ। अनि दाउद चाहिँ के गरेको छ भनेर भन्दै गर्दाखेरि चाहिँ नि यो के अरे आज दाउद के अरे यो गोलियत चाहिँ को हो र मेरो परमेश्वरको विरुद्धमा मर्ने, अब चाहिँ म यसलाई ठिक पार्छु, अब चाहिँ म योसँग लड्छु, अब चाहिँ म यसलाई नि अब चाहिँ म यसलाई खतम पार्छु भनेर भन्दै गरेको आज हामी त्यहाँनिर देख्छौँ। अनि दोस्रो आज क्यारेक्टर, तेस्रो क्यारेक्टर जब मैले आज दाउदको जीवनमा हेरिरहेको थिएँ अनि त्यो के देखेँ भनेर भन्दै गर्दाखेरि चाहिँ नि दाउद, डेभिड वाज करेजियस, ऊ आँटिलो मान्छे थियो, उसकोमा आँट थियो। अनि त्यो आँट चाहिँ नि उसको शारीरिक आँट होइन, त्यो आँट चाहिँ नि उसको बल तागतको आँट होइन, त्यो आँट चाहिँ अघि हामीले पढ्दै गरेको ऊ चाहिँ सुरवीर छ, 16मा पढ्दै थियौँ नि, ऊ चाहिँ सुरवीर छ, ऊ त के गर्छ भन्ने आँट होइन, तर त्यो आँट चाहिँ उसको परमेश्वरमा भएको आँट थियो, जुन चाहिँ आँटले चाहिँ अब ऊ त्यो गोलियतसँग ऊ लड्नको लागि चाहिँ अब के हुँदैछ, ऊ रेडी हुँदैछ। ऊ चाहिँ आज के धेरैजना मानिसहरू त्यहाँनिर के हामी अलिक तल पढ्छौँ भनेर भन्दै गर्दाखेरि यहाँनिर मानिसहरू चाहिँ डरायो भनेर भनेको छ। अघि हामीले पढ्दै थियौँ होइन, अघि हामीले यहाँनिर के पढ्दै थियौँ, यहाँनिर मान्छेहरू डरायो भनेर भनेको छ। अनि साह्रै डराए, यहाँनिर हेर्नु है, म पढ्दैछु 23मा। अनि उनले तिनीहरूसित बातचित गर्दै गर्दा हेरे गादको गोलियत नाम भएको एक फलिस्ती लडाकुहरू फलिस्तीहरूका सेनाहरूबाट निस्केर आयो र त्यसले ती शब्दहरूमै भन्यो। अनि दाउदले त्यो कुराहरू सुने। अनि जब इजरायलका सबै मानिसहरूले त्यो मान्छेलाई देखे तब उनीहरू त्यसको सामनाबाट भागेर त्यो डराए भनेर भन्दैछ। अरू मान्छेहरू चाहिँ के गर्यो अरे, भाग्यो अरे, डरायो अरे, सायद उसको दाजुहरू पनि डरायो, त्यहाँनिर भएको सबै डराए। साउल राजा पनि डरले थरथर कामिरहेको छ, ला के गर्नुपर्ने अब यो गोलियतलाई के गर्नुपर्ने। सारा इजरायली अनि त्यहाँनिर भएको सबै आर्मीहरू, त्यहाँनिर भएको सबै लडाकुहरू डराइरहेको छ। तर दाउदकोमा हामी एउटा क्यारेक्टर देख्छौँ, त्यो क्यारेक्टर चाहिँ के हो भनेर भन्दै गर्दाखेरि चाहिँ नि दाउद वाज करेजियस, दाउद चाहिँ डराएन, दाउदकोमा चाहिँ आँट थियो, दाउदमा चाहिँ एउटा डरलाग्दो आँट थियो। अनि त्यो आँट चाहिँ उसले के भन्दछ भनेर भन्दाखेरि चाहिँ हामी पढ्न पाउँछौँ, ए गोलियत तँ चाहिँ मसँग लड्नुको लागि भाला वर्षा ढाल तल लिएर आएको, तर म चाहिँ मेरो परमेश्वरको नाउँमा लड्न आएँ भनेर भन्दछ। अनि यो मान्छेको आँट चाहिँ के थियो भनेर भन्दै गर्दाखेरि नि यो मान्छेको आँट चाहिँ स्वयं परमेश्वर हुनुहुन्थ्यो। आज हामी विश्वासी भएर नि
हामी बिलिभर्स भने हाम्रो आँट के छ त? कसलाई चाहिँ आज हामीले आँट बनाएका छौँ? के चाहिँ हो हाम्रो करेज? आज हामी किन डराउँछौँ? आज हामी किन के अरे आउटरिच गर्न डराउँछौँ? किन आज हामी चर्च चलाउन डराउँछौँ? किन आज हामी यो एरियामा चर्च हामी ठुल्ठुलो गाउन किन आज हामी डराउँछौँ? किन आज हामी म क्रिस्चियन हो भन्ने डराउँछौँ? तर दाउदकोमा चाहिँ एउटा आँट थियो अनि त्यो आँट चाहिँ परमेश्वरबाट नै थियो। भजन सङ्ग्रह 27:1 दाउदले यसरी भन्छ, परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ भनेर भन्छ। परमप्रभु नै, गड इज माई फोर्ट्रेस, परमप्रभु नै मेरो जीवनको के हुनुहुन्छ? किल्ला हुनुहुन्छ। यसै 41:10 हामी के पढ्छौँ भने भन्दाखेरि परमप्रभुले भन्नुहुन्छ, यसैले नडरा किनकि म तँसँग छु। परमप्रभु भन्नुहुन्छ, परमप्रभुले तपाईँ अनि मलाई जहिले पनि एउटै कुरा भन्नुहुन्छ, नडरा म तँसँग छु, तेरो आँट चाहिँ म, जा तैँले गएर के गर, तँ खालि लड। कोही कोही बेला आज नि हामी शैतानसँग डराउँदै गरेको हुन्छौँ, यो गोलियतसँग डराउँदै गरेको हुन्छौँ, तर परमप्रभुले भन्नुहुन्छ, म तेरो किल्ला हो, तँ नडरा, म तेरो किल्ला हो, नडरा। आज म चाहिँ डराउनु भएन। दुष्टले तपाईँ अनि मलाई नि धेरैवटा कुरामा लडाउनु खोज्छ, त्यसले आज हामीलाई डर देखाउँछ, तँ हुँदैनस्, तँ खतम हुन्छस्। जब हामीले चर्च स्टार्ट गऱ्यौँ नि त्यति बेला सायद हुनसक्छ धेरै मान्छेले हामीलाई हुँदैन, कहाँ हुन्छ भन्ने कुराहरू गर्छ। भित्र मेरो हृदयको, मेरो मनको भित्र हृदयले पनि के भन्छ, कोही कोही बेला मेरो इन्स्टिङले भन्नु हृदयमा त म त हृदयमा त प्रभुलाई राखेको छु, हृदय होइन, तर मेरो इन्स्टिङ, मेरो इन्टेलेक्चुअलले के भन्छ भन्दाखेरि नि हुँदैन, मिनिस्ट्री सुरु हुन सक्दैन तेरो परिवारबाट, तँ खत्तम छस्, तँ त पापी छस्, तैँले के गरेको छस् भन्ने कुरा त्यसले हामीलाई ठुलो ठुलो डर देखाउँछ। तर म भन्छु परमप्रभु मेरो आँट हुनुहुन्छ, परमप्रभु मेरो करेज हुनुहुन्छ, परमप्रभु मेरो किल्ला हुनुहुन्छ। त्यसै कारणले गर्दाखेरि पावलले दोस्रो तिमोथीमा पावलले तिमोथीलाई के भन्दै थियो भनेर भन्दाखेरि 2 तिमोथी 1:7 चाहिँ परमेश्वरले चाहिँ आज हामीलाई डरको आत्मा होइन तर विजयको आत्मा दिनुभएको छ। आज यो विजयको आत्मा चाहिँ दाउदकोमा मैले देखेँ। चौथो क्यारेक्टर अनि इम्पोर्टेन्ट क्यारेक्टर आज हामीले दाउदकोमा मैले के देखेँ भनेर भन्दै गर्दाखेरि चाहिँ यहाँनिर पहिलो सामेल 17:45देखि 46 म यहाँनिर पढ्छु, 45 to 46, 45, 46, 45 and 46, 17:45। तब दाउदले त्यस फलिस्तीनलाई भने, त म कहाँ तलवार र भाला र वर्षा लिएर आउँछस्, तर म चाहिँ तँ कहाँ सेनाहरूको परमप्रभु इजरायलको सेनाहरूको परमेश्वरको नाममा आउँछु, जसलाई तैँले ललकारेको छस्। आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनु भएको छ अनि म तँलाई प्रहार गर्नेछु र तेरो टाउको तँबाट अलग पार्नेछु अनि आजकै दिन म फलिस्तीहरूको सेनाको लासहरू, आकाशका चराहरू र पृथ्वीका जङ्गली पशुहरूलाई दिनेछु, यसैले कि इजरायलमा परमेश्वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्न सकोस्। उसले भन्न चाहेको चाहिँ के हो भनेर भन्दै गर्दाखेरि दाउदले नि आई बिलिभ इन माई गड भनेर भनेको। ऊ चाहिँ यति साह्रो फेथमा चाहिँ स्ट्रङ थियो, ऊ चाहिँ विश्वासमा यति साह्रो स्ट्रङ थियो, ऊ चाहिँ उसको भरोसा अनि विश्वास अनि सबै कुरो चाहिँ उसले परमेश्वरमा राखेको थियो। उसले चाहिँ के भन्छ भनेर भन्दै गर्दाखेरि नि आज तँ मात्र होइन तेरो टाउको काटेर चाहिँ आज तेरोमा भएको मानिसहरूलाई चाहिँ म सारा मान्छेहरूलाई म मारेर पनि म चराचुरुङ्गीहरूलाई न जनावरहरूलाई म दिनेछु, तिमी तँलाई चाहिँ म नाश बनाउँछु भनेर आज उसले भन्दै गर्दाखेरि नि एउटा क्यारेक्टर आज हामी उसको जीवनबाट हेर्न सक्छौँ। त्यो चाहिँ के थियो भन्दाखेरि हि वाज अ पर्फेक्ट बिलिभर, हि वाज अ फेथफुल म्यान। ऊ चाहिँ विश्वासयोग्य, परमेश्वरमा समर्पित मात्रै होइन, परमेश्वरमाथि आँटिलो मात्रै होइन, तर यो मान्छे चाहिँ परमेश्वरलाई विश्वास गर्ने शक्तिशाली विश्वासमा उभिएका मान्छे थिए। अनि त्यही विश्वासमा चाहिँ उसले के भन्दछ भनेर भन्दै गर्दाखेरि नि ए गोलियत म तँलाई के गर्न सक्छु, म तँलाई हराउन सक्छु, म तँलाई लडाउन सक्छु। उसको विश्वास चाहिँ आज के अरे उसको विश्वास चाहिँ नि आज उसलाई साउलले उसलाई सुरक्षाको कवच, साउलले नि उसलाई नि के दिएको छ, हामी पहिलो सामेल 17:38 अनि 39 पढ्यो भने नि साउलले नि लौ मेरो लुगा लगाऊ, लौ यो सुरक्षाको कवच लगाऊ, लौ यो तरवार भिरेर जाऊ भनेर भन्दै गर्दाखेरि दाउदले म सक्दिनँ, म हिँड्नु पनि सक्दिनँ, मलाई अस्पट भयो, म यो कुराहरू गर्न सक्दिनँ भनेर आज दाउदले भन्दैछ। उसको भरोसा उसको विश्वास चाहिँ नि उसको त्यो सुरक्षाको कवच र साउलको तरवार थिएन, तर उसको भरोसा अनि विश्वास चाहिँ नि परमेश्वर स्वयं हुनुहुन्थ्यो। His faith was, his belief was God. उसको भरोसा अनि उसको विश्वास चाहिँ नि परमेश्वर हुनुहुन्थ्यो। एज अ बिलिभर हाम्रो विश्वास अनि हाम्रो भरोसा को त? सो मेनी टाइम्स आज हाम्रो विश्वास अनि हाम्रो भरोसा
सायद नि आज हामी भन्दाखेरि पावरफुल मान्छेहरू भइरहेका छौँ, हामी भन्दाखेरि पावरफुल प्रार्थना गर्ने मान्छेहरू, हामी भन्दाखेरि ठुलो मान्छेहरू, पढेको मान्छे, ऊ त भयङ्कर पढेको, उसकोमा जाउँ न सल्लाह लिनु है। अझ मेरो जीवनमा के घटना भइरहेको छ भने नि समाजको प्रेसिडेन्टको जानुपर्छ, उसले राम्रो सल्लाह दिन्छ। होइन प्रिय, परमेश्वरले तपाईँलाई राम्रो सल्लाह दिनुहुन्छ, बाइबलले तपाईँलाई राम्रो सल्लाह दिनुहुन्छ, त्यो हो नि त। अनि हाम्रो भरोसा हाम्रो विश्वास केमा त? तर दाउदलाई जब आज हामी हेर्छौँ भन्दाखेरि नि दाउदको भरोसा अनि दाउदको विश्वास चाहिँ परमेश्वर हुनुहुन्थ्यो। त्यसै कारणले गर्दाखेरि आज हामी के देख्छौँ भनेर भन्दै गर्दाखेरि यहाँनिर एउटा मिठो कुरा चाहिँ के छ भनेर भन्दाखेरि 17:43मा यहाँनिर यसो भन्छ गोलियतले, हेरे अनि यस फलिस्तीलाई दाउदलाई भन्यो, के म एउटा कुकुर हुँ र त म कहाँ लौरो लिएर लड्न आउँछस् है, लौरो लिएर लड्न सक्छस् भनेर के भन्दैछ गोलियतले, एम आई अ डग, त मसँग लट्ठी लिएर, तँ चाहिँ मसँग के अरे लट्ठी लिएर लड्न आएको कुकुर हो र म भनेर भन्दै गर्दाखेरि किन के गर्छ गोलियतले चाहिँ, दुष्टले नि तपाईँ अनि मेरो हातमा चाहिँ एउटा सानो लट्ठी मात्रै देख्छ। तर यदि आज हामी परमेश्वरमा विश्वास गर्छौँ भने नि आज हाम्रो विश्वास पछाडि चाहिँ नि परमेश्वर सबै हात हतियार यसरी उभिरहेको दुष्टले त्यो देख्दैन। दुष्टले चाहिँ नि गोलियतले चाहिँ नि दाउदको हातमा चाहिँ लट्ठी मात्रै देख्यो। अनि मिठो कुरा चाहिँ के छ भन्दाखेरि नि गोलियतले चाहिँ नि दाउदको झोलाभित्र भएको 5वटा ढुङ्गा चाहिँ देखेको थिएन। अनि त्यो चाहिँ उसको के एउटा डिटर्मिनेसन्स थियो है, त्यो चाहिँ उसको डिटर्मिनेसन। दोस्रो तिमोथी 4:7मा पावलले यसरी भन्छ, मैले विश्वासलाई बचाइराखेको छु। सबै कुरो भयो, पावलले भन्छ मेरो जीवनमा के भयो मेरो जीवनमा, के अरे आज नाउँहरू पल्ट्यो, मेरो जीवनमा लाइफ खत्तम, के अरे मलाई मार्नको लागि मानिसहरू आए, मेरो लाइफमा के अरे समुद्रमा म डुबे, मलाई मोमोटाइन जेलमा हाल्यो, किसिम भयो हे तिमोथी, तर मैले मेरो विश्वासलाई चाहिँ बचाइराखेको छु है तिमोथी। जसै मैले मेरो विश्वासलाई बचाएँ, तिमीले पनि त्यो विश्वासलाई बचाइराख। आज परमेश्वरले तपाईँ अनि मलाई आह्वान गर्दै हुनुहुन्छ, तिमीहरूको विश्वासलाई बचाइराख, तिमीहरूको विश्वासलाई बचाइराख। अनि जब तिमीहरूको विश्वासलाई तिमीले बचाइराख्छौ नि त्यति बेला चाहिँ तिमीले त्यो फलिस्ती गोलियतलाई हराउन सक्छौ। तपाईँ अनि मेरो जीवनको आज सबैभन्दा ठुलो गोलियत चाहिँ दुष्ट, जसलाई आज हामी डियाबलस, झुटको पिता होइन, जसलाई शैतान, आज किसिम नाम त्यसको छ, त्यो चाहिँ आज तपाईँ अनि मेरो जीवनको गोलियतहरू। तर त्यसलाई यदि आज हामी हराउँछौँ भने आज हामी त्यो विश्वासमा उभिनु जरुरी छ। अनि मिठो कुरा, दाउदले चाहिँ गोलियतको के गर्छ, टाउको के गरिदिन्छ, जब काट्दिन्छ। अनि जब दाउदले गोलियतको टाउको काट्छ, फलिस्तीहरू भागे भनेर भनेको छ। 17:49-50-51 तपाईँले पढ्नु भयो भने फलिस्तीहरू सबै भागे भनेर भनेको छ। सायद हाम्रो जीवनमा धेरै ब्याटल्सहरू छ होला प्रिय, तपाईँ अनि मेरो जीवनमा सायद धेरै ब्याटल्सहरू छ। हाम्रो फाइनेन्सको ब्याटल्सहरू छ होला, सायद तपाईँ अनि मेरो जीवनमा बिमारीको ब्याटल्सहरू छ होला, सायद रोग अनि कष्टको ब्याटल्सहरू छ होला तपाईँ अनि मेरो जीवनमा। सायद हुनसक्छ तपाईँ अनि मेरो जीवनमा रिलेसनसिपको ब्याटल्सहरू चलिरहेको होला, सायद हुनसक्छ तपाईँ अनि मेरो जीवनमा स्पिरिचुअल ब्याटल्सहरू चलिरहेको होला, ठुलो ठुलो यस्तो गोलियतहरू छ होला। तर एउटा कुरा याद राख्नु प्रिय, इच एन्ड एभ्री स्टेपमा चाहिँ परमेश्वरले भन्नुहुन्छ म तँसँग छु। यसै 41:10ले नडरा किनकि म तँसँग छु, आई एम विथ यु, आई एम विथ यु। अनि जब आज हामी देख्छौँ दाउदको जीवनमा सबैभन्दाखेरि पहिलो क्यारेक्टर, दाउद वाज सबमिटेड टु गड, ही वाज सबमिटेड टु गड। दोस्रो क्यारेक्टर, दाउद वाज ओबिडियन्स टु गड, ओबिडियन्ट टु गड। तेस्रो क्यारेक्टर, डेभिड वाज करेजियस विथ गड, ऊ परमेश्वरसँग उसको आँट थियो। अनि चौथो कुरा, दाउद वाज फेथफुल टु गड, ऊ परमेश्वरप्रति विश्वासयोग्य थियो। आज हाम्रो ब्याटल्सहरूलाई लडाउनको निम्ति, डियाबलसलाई लडाउनको निम्ति आज एउटा विश्वासीमा यो 4वटा क्यारेक्टरहरू हुनु जरुरी छ प्रिय। जब आज तपाईँ अनि मेरो जीवनमा यो 4वटा क्यारेक्टरहरू हुन्छ नि, हामी इजिली, हामी जत्रो ठुलो जाइन्ट किन नहोस्, गोलियत किन नहोस्, हामी त्यसलाई हराउन सक्छौँ। हराउनु मात्रै होइन, त्यसको शिर काटेर, त्यसको टाउको काटेर आज हाम्रो छाउनीमा लिएर हामी विजयको घोषणा आज हामी गर्न सक्छौँ। किन भन्दाखेरि गोलियत चाहिँ ठुलो छैन, गोलियत चाहिँ तपाईँ मात्र ठुलो हुन्छ जब आज हामी लडेको अवस्थामा हुन्छौँ प्रिय।
एउटा मान्छे चाहिँ नि लडेर भुइँमा छ भने चाहिँ नि उभिएको मान्छेलाई चाहिँ ठुलो देख्छ अरे। अनि गोलियत चाहिँ किन ठुलो देख्छ भनेर भन्दाखेरि हाम्रो समस्या किन ठुलो देख्छ, हाम्रो बिमारीहरू किन ठुलो देख्छ, हाम्रो फाइनेन्सियल क्राइसिसहरू किन ठुलो देख्छ, हाम्रो नानीहरूको पढाइ लेखाइ कमजोरीहरू किन आज हामीलाई ठुलो लाग्छ, किन थाहा छ? किन भन्दाखेरि तपाईँ अनि म लडिरहेको अवस्थामा छौँ नि त। यदि तपाईँ अनि म चाहिँ लडिरहेको अवस्थामा जब आज हामी उभिएको गोलियतलाई हेर्छौँ भने त्यसलाई ठुलो देख्छ। तर यदि तपाईँ उठ्नुहोस् त, उठेर झुरुक्क उठेर तपाईँले गोलियतलाई हेर्नुहोस् त, त्यो गोलियतलाई नि तपाईँले ठुलो देख्नु हुँदैन। लडेको मान्छेले चाहिँ जहिले पनि उभिएको मान्छेलाई ठुलो देख्छ, तर उभिने मान्छेले चाहिँ आज तपाईँको अपोनेन्टलाई चाहिँ नि त्यत्रो ठुलो देख्दैन जत्रो ठुलो चाहिँ त्यो छ। त्यसै कारणले गर्दाखेरि नि दुष्ट चाहिँ नि त्यत्रो ठुलो छैन जत्रो त्यसले देखाउन चाहन्छ, तर त्यसलाई हराउन सक्ने क्षमता तपाईँ अनि मेरोमा छ। तपाईँ अनि म सक्दैनौँ, सायद हुन सक्दैन, तर परमेश्वर मेरो ढाल हुनुहुन्छ। तपाईँ अनि म सक्दैनौँ, सायद तपाईँ अनि मेरोमा त्यो क्षमता छैन होला। एउटा मिठो कुरा चाहिँ म यो कुरा भनेर अन्त गर्न चाहन्छु। दाउदले 5वटा ढुङ्गा समुद्रबाट 5वटा चिल्लो चिल्लो ढुङ्गाहरू लिएर आए। किन चाहिँ दाउदले 5वटा ढुङ्गा उसले लिएर आए भनेर भन्दै गर्दाखेरि यु वाज सो डिटरमाइन्ड। ऊ चाहिँ यति साह्रो डिटर्मिनेसन उसकोमा थियो कि म चाहिँ आज गोलियतलाई चाहिँ हराउँछु, जस्तै गरेर पनि म गोलियतलाई हराउँछु। एउटा ढुङ्गा मिस भयो भने अर्को ढुङ्गा ल्याइखाउँछु, त्यो ढुङ्गा पनि मिस भयो भने अर्को ढुङ्गा, तर म चाहिँ लडाउँछु भन्ने चाहिँ आज दाउदकोमा त्यो एउटा दृढ एउटा सङ्कल्प, उसको डिटर्मिनेसन थियो। आज तपाईँ अनि मेरोमा पनि त्यो डिटर्मिनेसन हुनु जरुरी छ। तर डिटर्मिनेसन मात्रै होइन, तर दाउद जस्तो ढुङ्गा पनि आज हामीले लुकाएर राख्नु सक्नुपर्छ। थाहा छ त्यो ढुङ्गाहरू के हुनसक्छ? सायद त्यो ढुङ्गाहरू चाहिँ नि प्रार्थना हुनसक्छ, परमेश्वरको वचन। पहिलो ढुङ्गा यदि प्रार्थना हो भने दोस्रो ढुङ्गा परमेश्वरको वचन हुनसक्छ, तेस्रो ढुङ्गा सायद हुनसक्छ आज हाम्रो पवित्र जीवन हुनसक्छ, चौथो ढुङ्गा सायद हाम्रो राइचियसनेस, आज हामी परमेश्वर अगाडि एउटा सिद्ध मान्छे बनेर आज हामी उठ्न सक्ने तेस्रो ढुङ्गाले, चौथो ढुङ्गाले त्यो कुरा गर्छ भने सायद हुनसक्छ पाँचौँ ढुङ्गा चाहिँ हाम्रो टेस्टिमोनियल लाइफ पनि हुनसक्छ। प्रिय हो, यदि आज हामीले प्रार्थनाले आज हामीले सकेनौँ भने फास्टिङ प्रेयरले लडाउँ नि त त्यसलाई। आज सिम्पल प्रेयरले आज हामीले सकेनौँ भने फास्टिङ प्रेयरले लडौँ। फास्टिङ प्रेयरले पनि त्यो लड्दैन भने परमेश्वरको वचनले त्यसलाई प्रहार गरौँ। हाम्रो समस्याहरूलाई प्रार्थनाले प्रहार गरौँ, हाम्रो क्राइसिसहरूलाई प्रार्थनाले प्रार्थना गरौँ। यदि आज हाम्रो समस्या, हाम्रो क्राइसिस, हाम्रो फाइनेन्सियल क्राइसिस, हाम्रो अशान्तिको जीवनहरू यदि आज हामीले प्रार्थनाले भएन भने फास्टिङ प्रेयरले, दोस्रो ढुङ्गाले आज हामीले एट्याक गर्न सक्छौँ। तर त्यसले पनि भएन भने परमेश्वरको वचनले आज हामी एट्याक गरौँ नि त। त्यसले पनि भएन भने ठिकै छ, पवित्रता अनि सिद्धताको जीवन बिताएर प्रभु आज म मेरो समस्याहरूमाथि विजय प्राप्त गर्न सक्छु। त्यसले पनि हुँदैन भने ओके त म मेरो लाइफ चाहिँ यस्तो साह्रो दामी बनाउँछु, म टेस्टिमोनियल लाइफद्वारा चाहिँ म शैतानलाई हराउन सक्छु। आज विभिन्न प्रकारको ट्याक्टिक्स अनि स्ट्राटेजीहरू परमेश्वरले तपाईँ अनि मलाई दिनुभएको छ, तर यति हो त्यो चाहिँ लडिरहेको छ। जस्तै त्यो खोलाको किनारमा त्यो चिल्लो चिल्लो ढुङ्गाहरू लडिरहेको थियो नि, लडिरहेको छ। हामीले उठाउनु मात्रै पर्छ प्रिय हो। जसै हामी त्यो उठाएर आज हामी वेल इक्विप भएर शैतानको अगाडि लड्न जान्छौँ नि, शैतान हार्छ, दुष्ट हार्छ। प्रिय आज मैले यति राम्रो अनि यति मिठो यो कुराहरू दाउदको जीवनबाट मैले सिकिरहेको थिएँ। सो मेनी टाइम्स वी वान्ट टु विन द ब्याटल। आज हामी दुष्टलाई हराउन चाहन्छौँ, तर आज हामी इक्विप चाहिँ हुँदैनौँ। अनि त्यसै कारणले गर्दाखेरि आज दाउदको जीवनबाट हामी इक्विप हुनुपर्छ भन्ने कुराहरू